नमस्कार, म रमेश प्रसाई। सर्वप्रथम त म देशभरिका आम मतदाताहरूलाई नमन गर्न चाहन्छु, शिर झुकाएर। एकपटक उत्तरी भियतनाम र दक्षिण भियतनामको युद्ध समाप्त भइसकेपछिको एउटा घटना मलाई सम्झना आउँछ। जब उत्तरी भियतनामका प्रतिनिधि दक्षिण भियतनामको सत्ता लिनका लागि, कब्जा गर्नका लागि साइगोन पुगेका थिए, त्यति बेला दक्षिण भियतनामका प्रतिनिधिले भनेछन् हामी तपाईलाई सत्ता हस्तान्तरण गर्न पर्खेर बसेका थियौं। त्यति नै बेला त्यहाँ गोली चलेछ। गोली चलेपछि दक्षिण भियतनामका प्रतिनिधिहरू एकदमै डराएछन्। उत्तरी भियतनामका प्रतिनिधिले भनेछन् डराउनु पर्दैन, यो भियतनामीहरूको हार भएको होइन, अमेरिकीहरूको हार भएको हो र भियतनामीहरूको विजय भएको हो। यो कुनै राजनीतिक आस्थाको विजय होइन, यो समग्र भियतनामको विजय हो। त्यस्तै यो नेपाल र नेपालीको जित हो। यो कुनै पार्टी, कुनै दल र कुनै आस्था विशेषको मात्र जित होइन, युवाहरूको सपनाको जित हो, जेनजी आन्दोलनका मुद्दाहरूको जित हो र यो जित तपाईहरूको कारणले सार्थक भएको हो। देशले जितेको घडी हो यो। म सम्पूर्ण आम मतदाताहरूलाई बधाई दिन चाहन्छु। म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु कि यहाँहरूको समर्थनलाई सधैँ शिरमा राखेर, सधैँ यो नबिर्सिकन कि तपाईको बलमा हाम्रो धरातल निर्माण भएको हो। हाम्रो कुनै ऐतिहासिक विरासत होइन नि, तपाईले बनाइदिएको धरातलमा हामी उभिएका हौं भन्ने कुरा नबिर्सिकन राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशको आमूल रूपान्तरणका लागि यथाशक्य काम गर्नेछ। म यो विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु। हामीले बारम्बार समीक्षा गरेका छौं, बारम्बार हामीले मन्थन गरेका छौं कि नेपालका राजनीतिक दलहरू प्रचण्ड बहुमत पाएर पनि, चाहे 48 सालमा होस्, चाहे 74 सालमा होस्, चाहे 64 सालमा होस्, 64 सालमा पनि अत्यधिक मत एउटा राजनीतिक शक्तिले प्राप्त गरेकै हो। तर बारम्बार चाहिँ प्रचण्ड मत प्राप्त गर्दा पनि नेपालका राजनीतिक शक्तिहरू किन चुके र कहाँ कहाँ नचुक्नु पर्थ्यो भन्ने कुराको हामीले समीक्षा गरेका छौं। त्यसकारण ती ऐतिहासिक तथ्यहरूलाई मध्यनजर राखेर, इतिहासबाट सिकेर हामीले यो देशका लागि, जनताको सपनाका लागि काम गर्नेछौं। रासोपाले यहाँहरूको मतको कहिल्यै पनि अवमूल्यन हुन र कहिल्यै पनि तपाईको शिर झुक्न दिने छैन। यो म पार्टीको तर्फबाट यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु र मेरो व्यक्तिगत तर्फबाट म तपाईलाई फेरि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म कहिल्यै पनि मेरो पार्टी नेतृत्वलाई 64 सालको माओवादी, 48 सालको कांग्रेस र 74 सालको वाम एकता बिर्सिन दिने छैन। यो म मेरो घरमा उभिएर, झापा क्षेत्र नम्बर 1 मेची नगरमा मेरो घरमा यसरी उभिएर तपाईलाई म साक्षात्कार गरिरहेको छु यो भिडियो मार्फत। म झापा क्षेत्र नम्बर 1 र देशैभरिका मतदाताहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईहरूको कारणले पार्टी बन्यो। अब देश बनाउने काम हाम्रो हो, देश बनाउने दायित्व हाम्रो हो। तपाईले दिएको यो दायित्वलाई हामी पूर्ण रूपमा चरितार्थ गर्न सकौं, ईश्वरसँग मेरो यही प्रार्थना छ। जय देश, जय गण्डकी।